च्यानल हैन अब के भनौँ कस्तो फिल भइरहेको मलाई ओके काम डाउन रहेछ न काम डाउन सो हैन अघि हामी यसै 4-5 जना बसेर थियौँ ग्रुपमा साथीहरू अनि एक्कासी मतलब कहीँ जाऊँ न कस्तो गऱ्यौँ भनेर चाहिँ घुम्न जाऊँ भनेर सोच्यौँ हामीले अनि अचानक भेटेर जाऊँ भन्यौँ सबैजनाले ल जाऊँ लेचको सबैजनाले हुन्छ भनिदियो ल सिधै अनि त्यसपछि हामी हतार खाना खायौँ ओर्यौँ हैन हेर्न सक्नुहुन्छ गाइज हाम्रो पुरै लुगाहरू बेडमा भोलिको लागि एक्साइटेड भोलि नहुने भनेर आज जाने भेटार त्यही पनि हिँड्दै गाइज है धरानसम्म हामी जान्छौँ गाडी भेटायो भने हेर्दैछौँ कि गाडी भेटाउँछ कि भेटाउँदैन किनभने यतिखेर हाम्रो बजिरहेछ कति बजिरहेको भने 8:54 भइरह अब त्यसपछि अब हामी निस्किन्छौँ रेडी भइओरी अनि त्यसपछि बाहिर निस्किन्छौँ गाडी भेटायो भने भेटाएन भने पनि जुगाड गरिहालिन्छ कसैलाई के लिफ्ट माग्ने के गर्ने कसो गर्ने केही थाहा छैन त्यतिखेरै डिसाइड गर्ने होइन हामी त्यहाँ गएपछि धरान पुगिसकेपछि चाहिँ हिँड्दै भेटारसम्म पुग्ने अनि भेटारमा गएर डिसाइड गर्ने कि अब के गर्ने भनेर हाम्रो सबै प्लानिङहरू अन प्लान भइरहेको अहिले सो लेट्स गो गाइस म चाहिँ एक्साइटेड कस्तो भनेको जिन्दगीमा फर्स्ट टाइम लाइक अन प्लान कुराहरू लाइक नसोचिकन एक्कासी कसैले जाऊँ भनेर हुन्छ जाऊँ न त भनेर यति राति यो टाइममा हामी 5 जना लाइक 4 जना केटीहरू अनि 1 जना केटा हामी पुरै डिसाइड गरेर लाइक दाइ हो उहाँ चाहिँ पुरै डिसाइड गरेर हामी लेट्स गो भनेर सबजना चल्दिरहेछौँ हेर्नु सक्नुहुन्छ गाइज हामीहरूलाई यहाँ स्नेहा छ यहाँ मासुम छ यहाँ ऋतिका के लाउने कसो लाउने जानेर होस् नजाऊँ भोलि जाऊँ न पर्सि जाऊँ न भन्ने यसरी कुरा चलेछ तर होइन यतिखेर जाऊँ नसोचिकन प्लान गरेको कुरै दामी हुन्छ क्या आई एम रेडी गाइज के भन्नु गाइज रेडी त भयौँ लास्टमा यतिखेर पगाएर बुनुहरू नजाऊँ ल भोलि बिहान जाऊँ ल भनेर भन्नुभयो भने त लास्टै हट हुन्छ मेरो पेटमा मतलब यस्तो खुसी भइरहेछ मतलब मेरो पेट यस्तो भोक लागिरहेको थियो खाना खानुभन्दा अगाडि नै प्लान गऱ्यौँ जाने भनेर खानै खानु मन लागेन के भन्न सकिन्छ चप्पल लगाइरहेको छौँ हामीले चप्पल लगाएको छौँ हिँड्ने नि त हामी हिँड्ने हाइकिङ गर्ने कसरी जुत्ता लाउनु चप्पल लाउने मस्त हिँड्ने केही सोचेको छैनौँ हामीले केही पनि सोचेको छैनौँ लाइक जाने गाडी धरान जाने धरानबाट हिँड्दै भेटार जाने भेटारपछि भयो भने नाम जाने भेटारमै बस्ने के हुन्छ अब होइन अनि त्यसपछि भोलिपल्ट नेहाले भनेको छ कि त्यो एउटा झरना छ धरानमा त्यहाँ जानुपर्छ किनभने नेहा अलरेडी गइसकेको छ अनि त्यसले लान्छे होला हामीलाई त्यहाँ अनि हामी नुहाउँछौँ होला लुगाहरू एक जोडी बोकेका छौँ लेट्स सी के हुन्छ सो गाइज हेर्न सक्नुहुन्छ हामी चाहिँ हिँडिसक्यौँ यहाँबाट लागिरहेछ तँलाई क्युडी जस्तो लागिरहेछ अगाडिमा सिटी आइरहेछ नजाने अङ्कल धरान हजुर 5 जना कसरी यहाँ अगाडि पनि छ धरान धरानलाई नै हुन्छ पक्नु न चट्टी गरौँ न त बस्दै गरौँ न रिसिभ गर्दा भयो नि त पङ्कज दाइले अहिले सो गाइज हामी सफारीमा धरान गइरहेको छौँ जन्नत मिल गयो गरिदिनुहोस् तिमीहरू गर्न रितिका तपाईँको घरै मासुम साला केटा हेलो गाइज हामी चाहिँ इटरीबाट धरान आइसक्यौँ
भानुचोक होइन सो वाट सो गाइस हामी आइसक्यौँ है हामी 4 जना लेट्स हेर्न सक्नुहुन्छ यहाँ पङ्कज चाहिँ हुन्छ यहाँ म छु यहाँ छ यहाँ रितिका छ त्यसपछि अलिक पछि मासुम छ येल्लोमा है यहाँ हेर्न सक्नुहुन्छ हामी भानुचोकमा आइसक्यौँ हामी पछाडिको भानुचोक हो है हामी आइसकेको छौँ अब लेट्स सी अब हामी कहाँ जान्छौँ हामीलाई केही थाहा छैन अब मतलब धरान जाम अनि धरान गइसकेपछि भेटेर जानुपर्छ भन्ने खालको त अब के गर्ने मतलब गाडीमा जाने कि हिँड्दै जाने कि के गर्ने केही पनि थाहा छैन अब बाटो हेर्नु नि बाटो भानुचोकको बाटो हेर्नु त यहाँ कस्तो खाली छ दिउँसोको बेला हेर्नुपर्छ यहाँ मान्छे हिँड्नको लागि यस्तो गाह्रो हुन्छ यतिखेर चाहिँ पुरै खाली छ मतलब क्या दामी हाम्रो के भन्छ यसलाई धरान घन्टा घर कस्तो खुसी भएर चाहिँ भोलिको दिन मतलब पोस्ट गरिसकेपछि ओ हेर हामी कस्तो अनप्लान गरिकन मतलब केही प्लान गरेर दिँदैन हतार छिटो जाम भनौँ कसैले हामी पनि हिँड्यौँ भनिदिउँ भने हामी चल्दिउँ भनेर साथीहरूलाई सुनाउन यस्तो एक्साइटेड भइरहेको छु म चोरहरू हेर्नु चोरहरू बलुन चोरिरहेछ यिनीहरू चोर गाई चोर हाम्रो चोर त चोर्नीहरू भेटाइसक्यौँ हामीले नम्बर 1 मा हुन्छ हाम्रो नेहा चौधरी नम्बर 1 चोर्नी सेकेन्डमा हुन्छ हाम्रो ब्याग बोकिरहनु भएको रिता भट्टराई हेर्नुहुन्छ हाम्रो नेपालको इङ्ग्लिस कस्तो खतरा छ कस्तो दामी हेर्नु कोही मान्छे हिँडिरहेको छैन हौ 1-2 जना मात्रै हल्का फुल्का यसो गाडीमा हिँड्दैछन् कोही पनि मतलब वक कोही पनि गरिरहेको छैन के हामी मात्र एक्लो होला वक गरिरहने भनेको गाइज हेर्नु सक्नुहुन्छ म भ्लगिङ गर्ने मान्छे सबभन्दा लास्टमा मै छु के गर्न सकिन्छ गाइज यस्तो छ जिन्दगी लागि सोचा कि हामी आर्मीको ड्रिम बोकेर हिँडेको छौँ कसरी भए पनि हिँड्दै भने गाडी सँग आउने ए यतिखेर यस्तै हिँड्यो भने फेरि भरे त पनि हिँडेर आउनु ना यहाँ हाम्रो बाटो हेर्न सक्नुहुन्छ है सिधा हाम्रो फुस्रे राइट भेरेटार यता उभै 0 पोइन्ट के कुरा चल्दैछ गाइस भ्यू पोइन्टसम्म लगिदिन्छु त्यहाँसम्म 50 रुपियाँ लिन्छु त्यहाँबाट माथि जादिनँ म भ्यू पोइन्ट कति छ यहाँदेखि नजिक छ भ्यू पोइन्ट भनेको चाहिँ माथि नै हो नि अलिक माथि त होइन मैले पुऱ्याइदिनु न त त्यहाँदेखि हामी फेरि हिँड्छौँ हामी पैदल यात्रा 50 रुपियाँ त भेटारै जानुहुन्छ भने चाहिँ तपाईहरु 100 रुपियाँ गोटा होइन 100 रुपियाँ गोटा तिमी कतिजना हुन्छ तपाईँ 100 रुपियाँ गोटा पाइदैन 5 जना छौँ हौ आम्मा म त्यसरो 5 रुपियाँ मात्र छ फेरि क्याश पनि पुऱ्याइदिनु न आउँदै मेरो पुऱ्याइदिनु न आउँदै बहिनी खडा रहेछ यार बोल्नु फर्केर अनि तपाईले कल गर्छ हाम्रो प्यासेन्जर बोक्ने गाडी होइन कि यो प्राइभेट गाडी हो कि ल रिजर्भ भोलि पछि परिवार भन्ने एक्स्ट्रा ओटी इन्कम कमाउनु न तपाईँ त्यही मिल्छ ल अहिले चाहिँ पुरै 500 रुपियाँ रिजर्भ भइगयो त रिजर्भ मात्रै मिल्छ क्या रिजर्भ मात्रै हो 100 रुपियाँ गोटा त मिल्दै मिल्दैन मिल्ने दिएपछि मिल्छ के दाइ बरु काख्नु बस्छु के म काखमा त किन बस्नु गाडी बस्छु ल दाइ 100 रुपियाँ गोटा ल बस्छौँ होइन भेडा त पुग्दैन कहाँ पुग्छ त अनि यहीँसम्म भ्यू पोइन्टसम्म हो भेडा भयो भने चाहिँ रिजर्भै पनि जान्छ क्या त्यही त रिजर्भ भइगयो त लगौँ न त तपाईँले गएको खाना यो चाहिँ ट्र्याकमा मात्रै गएको है मैसँग जाने भयो नि है
लगिदिन्छु म त राम्रो छ एचएम पढेको छ भात मिठो पकाउँछ लानु बाई बाई दाई गाइस दाइले हामीलाई मतलब भ्यू पोइन्टसम्म लगिदिन्छु 50 रुपिस देऊ भनेर भन्नुभयो त यहाँ आइसकेपछि जाऊ बुनु केही छैन त पछाडिमा चाहिन्छ पछि भनेर भन्नुभयो ब्लगर बिच रोडमा हिँड्ने हैन नि त ब्लगर भनेको साइडमा हिँड्ने हो गाइस हेर्न सक्नुहुन्छ हामी आएको फ्रीमा के भन्नु त गाइस एउटा भ्यू यहाँ हेर्नु त तामाङहरूको यो फ्ल्याग्सहरु लागिरहेको हो र ओ यहाँ चाहिँ दारु खानु पर्छ केटाकेटी हो म त दारु बिना हेडाक भइसक्यो अघि नि आज थोरै खानुपर्छ है ओइ आज कसै नाइ नभन है नाइ भने यहाँ धकाले यहाँबाट ब्लगरलाई मिठा मत भरि खाएको छुइनँ हौ मैले चाख्ने नि त ब्लगर आज यसो कहिले यस्तो मौकामा त नभन न यार तेरो कुरालाई यस्तो सिरियस के भन्छ गुपन चाख्नुपर्छ कहिले के भन्छ ओइ गाडी आइरहेछ It's okay. Guys, thank you so much दाई तपाईलाई हामीलाई फ्रीमा भ्रमण गरिदिनु भएकोमा एसी पनि छ हैन कस्तो मिठो एसी पनि थियो यतिसम्म हिँड्न पाइम यार हामी है यतिसम्म हिँड्न पाइम नि अरू कति थाकिसक्थ्यौँ होला यतिसम्म हिँड्दाखेरि पनि कति टाइम लाग्छ नि आउनलाई 1.5 घण्टै लाग्छ त्यही त लाग्थ्यो यिनीहरु भन्छ कुकुर आफ्नो एरियामै डराउँछ आफ्नो एरियामा चाहिँ भुकुर कस्तो डर लाग्यो यार मलाई रातिमा ढुङ्गा मुगिसकेको कुकुर मतलब नजिक आउनु थाहा छ होइन भाग नभाग्नु क्या आरामले होइन आराम जाने आरामले त्यो मायाल भन्नु काले भन्नु सेते भन्नु पंकु भन्नु देखो भने नि पंकु भैया कभी न हारे पंकु भैया हेर्न सक्नुहुन्छ हामी मतलब पुलिस अङ्कलले हामीलाई मामाले पुरै फर्काइसक्नु भएको छ हामीले फेरि त ठ्याक्क अङ्कललाई भेट्यौँ अनि हामीले अङ्कललाई भन्यौँ अङ्कल प्लिज पुऱ्याइदिनु हामीलाई फेरि फर्किनुपर्छ भनेर भन्यौँ अनि त्यसपछि अङ्कलले हामीलाई पुऱ्याइदिनु लाग्नु भएको छ यस निस्का गाइज कस्तो लाग्यो गाइज Thank you, uncle. थ्यांक यू अंकल ए अंकल नभन्नु थ्यांक यू दाइ Bye, दाइ Bye. Thank you so much. Guys, हामी फाइनली 12 बजेर हामी मिनेटमा कतिमा आइपुग्यौँ मैले टाढा सोए मतलब हामीले हिँड्न पनि होला के धेरै मतलब है गाइस अनि हामी मतलब लिटरली हिँड्न पनि होला के हामी धरानमा सफारीमा आयौँ सफारीबाट मतलब मलाई पनि त मतलब फिलै भएको छैन हामी कति छिटो मतलब फ्रीमा आइरहेको छौँ हामी फ्रीमा मतलब पैसा लिइरहेको छैन क्या मान्छेले मतलब हेर्न ससुरजीहरु आइरहेको पिछा छोड्ने मतलब यस्तो ट्रेजेडी वाला मतलब क्या फिल्मी तरिकाले के हुन्छ नि हामी आइरहेछौँ क्या सफारीमा आयौँ बेग्लै भाइब छ यार अन्त पैसातिर इटालीबाट सफारीमा आयौँ 100 रुपियाँमा अनि त्यसपछि हामी टेम्पूमा जाने भनेको एकजना टेम्पूकै 1200 लिने भन्यो दुईटा टेम्पूमा जानु मिल्छ एउटा टेम्पूमा अटिँदैन भनेर भन्नु अङ्कलहरूले अनि चाहिँ हामी यार हामी त भूत भन्दा कम छैन यार भेडा कति 30 20 अन्त अनि त्यसपछि हामीलाई एउटा इभीमा एउटा दाइ हुन्थ्यो अनि उहाँले लिफ्ट दिनुभयो उहाँ अङ्कलले उहाँ दाइ नट अङ्कल त्यो दाइले पनि हामीलाई गिफ्टै दिनु त माग्नु भएन हामीले खुसीको लागि माग्नु भएको छैन उहाँले पनि पैसा दिनु भएन उहाँ त हामी दिन पनि पैसा होइन त मतलब लिनु नै भएन उहाँले चाहिँ पैसा नै अनि यहाँ चाहिँ फेरि पछि हामी हिँड्दै भ्यू पोइन्टसम्म दाइले पुगाइसकेपछि हिँड्दै हामी पुगिसकेको थियौँ
1 किलोमिटर जति त हिँड्यौँ हामी होला। त्यसपछि मामाले हामीलाई पुलिस मामाले हामीलाई पक्रिहाल्नुभयो। किन केही गर्दैन यार, केही गर्दैन। गाइस हामी कुन होटलमा एन्ट्री भयौँ थाहा नै छैन। ओ माई गड, मतलब लाइफमै कहिले यसरी प्लान गरेको थिएन म। जाम भन्दा हिँड्नु भन्यो, हिँड्न सक्यौँ, आइ पनि सक्यौँ। सब सारा रिसोर्ट अरे गाइस। थाक्यो गाइस, अब त हिँडेको छैन त प्लास्टिक गरेको छ यार। गलियो लास्ट मजा आयो। मजा आयो। यार मनमै कति छिटो हामी आयौँ त हामी हिँड्दै हिँड्दै आउनु परेको बिहान आइपुग्छौँ यहाँ। तर हामी लिफ्ट माग्दै माग्दै मुभी हाल्छ लिफ्ट माग्दै लैदिनु लदिनु भनेर हामी आइज यहाँ। तर मजा आएको छ है, धेरै बोरिङ सो बोरिङ। सब सारा रिसोर्ट तपाईँलाई म भ्यू देखाइदिइहाल्छु मजाले। What a classic room, guys. गाइस मैले चाहिँ कपाल खोलेँ, अलिक कपालमा अलिक राम्रो देखिन्छ क्या भनेर कपाल खोलिदिएँ मैले हल्का। How am I looking, guys? के डिस्कसन चल्दैछ थाहा छ? दाइहरूले भन्दैछ हामी नाच्ने के भन्दा 12 बजे पनि नाच्ने तर दाइले भन्नु 12 बजे दाइले भनेर नाच्ने नो मिल्दैन। गाइस देख्न सक्नुहुँदैछ म पनि आइपुगेँ फाइनली। कस्तो मरि तरिकाले आइपुगेको थाहा छैन कसरी पुग्यो भन्ने मलाई। बोलिसकेपछि यस्तो थाकिसकेपछि नि भनेर साध्य छैन। तर के गर्नु साउन्ड सिस्टम नै बन्द गरिदियो कि यहाँनिर। अगाडि नाचेको भन्दा हामी नसुत्ने नाच्ने जस्तो 1 घन्टा मात्रै नाच्न पाएको भन्दा जस्तो बनाऊ। मजा आयो चाहिँ मलाई कस्तो हामी मतलब हेर खाना खाइकन चल्दिम भनेको मान्छे आइपुगिसक्यौँ हामी यहाँ। फर्स्ट टाइम हामी मतलब प्लान नगरिकन आएको मतलब भनेको गराउन लागेको छ। गाइस हामीले प्लान गरेको थिएनौँ, गाइस हामीले प्लान गरेको होइन यतिकै आयो। कस्तो यो हालत बनाउनु कस्तो बेलेटार घुम्दा यहाँ बस्यो हाम्रो खुसँग तर थाहा छैन आइडन नयाँ बस्छौँ हामीलाई धेरै टाढोसँग मान्छेसँग बस्नुपर्छ भनेको छ यहाँ त। यस ब्रो लुक एट मी, डु नट डिस्टर्ब ओके। के भयो हाम्रो कहाँसँग गुरु कुरा गर्नु कुन हम साथ है फूलों में जन्मों के साथी। हम साथ है फूलों में खुशबू में हम तीनों साथ है। चुट्टियो तर गएर धेरै चाहिँ यहाँ लाग्ने दुइटै लाग्यो। तर यस्तो नयाँ ठाउँमा आएपछि होइन तर अलिकति अनरको पनि होइन तर थाहा छ जग्गा पनि कुनै केहीको प्रेसर टेन्सन आउँछ भने चाहिँ त्यो 2 मिनटको टेन्सन होस् कि 5 मिनटको टेन्सन। किन टेन्सन बोक्नु त टेन्सन लिने नै होइन गाना गाउँ न के मलाई त छैन कहाँ छ तिमीलाई तिमी त बराबर मजा गर्छ साले गर्नुपर्छ नि त गर्नुपर्छ कसले नगर भने त यार पार्ला के सुत्ने भने सुत्न आएको दाइ ले अब एकछिन नसुत्ने अब गेन्दाले भन्नु एउटा एक्सचेन्ज देखाउनु पर्यो त्यत्रो लिन गएको त्यहाँदेखि म तपाईँ हो त त्यही लिनु अब काका भेटेन यति टाइम किन लाग्यो यहाँ यहाँ गएको कहाँ के अनि यहाँ भन्दा यहाँ त मुसो गयो भन्दा एक्स्ट्रा ठान्छ होला नि त हानि गरी यार बन्द गर्दा हामी गाउँछौँ अनि के भन्नु नसुन जल्दी नेट सब आफ्नो खाली गयो Bye guys. Good night. Take your personal time. मैं तेरे समझावा कि ना तेरे बिना लगदा जी।
अनि मलाई आएन नि त तर कुन रात भने त्यही गाउँ न रातोमा अनि त्यसपछि कुनै त नेपाली नेपाली गाना कस्तो मलाई गीत आउन सक्छ भने कति हुन्छ माया जति जति गर्छु तिमीलाई त्यति त कसैले तिमीमा मैले आफूलाई पाएँ माया जति जति त्यति त गर्दैन कसैले तिमीमा मैले आफूलाई पाएँ आउँदैन यार यो गाना पनि कुन त गाना आउँछ होला नि हामी किन सिकेको कुन सिकेको अस्ति भरे अस्ति गाना सुनेको मलाई मन परेन सिक्यो नेपाली गाना पिक पिक गर्छ भूत मलाई देखान तिम्रो एक्लै एक्लै आएको हो अर्को बेडमा अब त्यो बोले काला छिक्ने एकछिन टक्कसँग थोरै के छ कि आफ्नो के भयो हाम्रो पर्सनल नि त असिस्टेन्ट हुनु पंखा गाना गाउँ न के जुन तारा हेरेर छ्या नट नेपाली यार प्लिज आई मुसाफिर तेरे बिना के भनिरहेको ओइ कैसे काटो रातिया तेरेसँग लागि जो परि तरे भन्ने गीत छैन बोरु मैले सुन्नु कस्तो भयो भयो हेर भिडियो बसे मैले सुनेको छु कि तर मलाई आउँदैन के जानु पगाए नाम जोडी कुन नाम होला म दर्शक हामी को दर्शक हो त म कहिले नाचेको अहिले म कहिले नाच्न देखेँ म नाच्छु कहिले देखेँ भगवानसँग राख्दैछु ग्लासमा एउटा दुईटा तिनटा चारले लाग्दै लिएर गएको हुँदैन बोला